त्यति बेला अब दुईजनै जवान जवान तपाईँ पनि तरुणी बाबा पनि जवान सबसे बेसी के मन पर्यो त्यति बेला बाबा मात्रै अप्सन त थिएन होला अरू पनि थियो होला साइडमा तपाईँले चुज गर्नु सक्ने तर पनि बाबामाथि चाहिँ के देख्यो तपाईँले यस्तो जो चुज गर्यो गाना गाएको मन परेको आफूलाई चाहिँ गाउनै आउँदैन फेरि दामी गाउँथ्यो दामी गाउँथ्यो नि बाबा बाबासँग पहिला अब हामी प्रभ पाएको थिएन होइन त्यति बेला बाबालाई कहाँबाट चिठी आउँथ्यो उयो भानु जयन्तीमा म पनि सँगसँगै गएँ नि कति नारायण गोपाल चाहिँ गाइदिने नारायण गोपाल त्यति बेलाको अब ट्रेन्डिङ फेमस आर्टिस्ट सब जग्गा उयो गर्थ्यो बोलाउँथ्यो उता एनजिपीहरूतिर मिलन मोड देवीडाङ्गा शास्त्री नगरहरूतिर राति राति पनि अब के त प्रोग्राम गरेर आउनुपर्ने हो पहिला पहिला त लाइभ सो हुन्थ्यो नि त अन्त उहाँको दिलीप अङ्कलको दोकान भन्छ नि दिलीप अङ्कल पनि गाउने हो नि त ऊ अङ्कल पनि जान्थ्यो एकपल्ट चाहिँ नि के भयो भने अब बाबाहरू त भित्र होइन हामी त यता अडियन्समा अन्त छेउमा एकजना लेडी थियो कि उयो गरे के अरे अब चाहिँ चन्दन थापा भनेर एनाउन्स गरेर अन्त अहिले जो आउँदैछ नि गाउनु मेरो हस्बेन्ड हो भन्दै भने कि भएर त भित्रको नि के मिलेन रहेछ कि त्यो दिलीप दाजु पनि निस्क्यो हो दिलीप दाजु निस्क्यो कि मोटे न मोटे नि त त्यो दाजु कि म त लुती थिएँ अब बाबा पनि लुतेन थियो त्यो भनिनँ केही पनि चुप लाएर चुप लाएर बस्छु गाउने मात्रै मन पर्थ्यो अन्त अरू खै के मन पर्यो तपाईँलाई बाबा बाँच्थे हामी त खालि बाबा र म त भेट्ने बित्तिकै थिएँ बाजेको खालि बाँच्थ्यो दुईजना भेट्नेदेखि नै रिस उठेर दुईजना एउटा घरको सबसे ठुलो छोरा र एउटा घरको सबसे कान्छी छोरी भएर होला